पापी मनाइस दसैँ गरिस्, दसैँको फ्यामिली फोटो पोस्ट गरिस्, हाम्रो फ्यामिली तहस नहस पारेर दसैँको फ्यामिली फोटो पोस्ट गरिस्। के काटिस् दसैँको दिन? खसी काटिस् कि तेरो सन्तान काटिस्? सुनेनस्? के काटिस् दसैँको दिन? खसी काटिस् कि तेरो सन्तान काटिस्? गाह्रो भयो सुन्न। हाम्रो सन्तानको टाउकोमा गोली हानेर मारेको छ त। मेरो बुढो बुवा आमाले नखाई नलाई यत्रो बनाएको छोरा टाउकोमा गोली हानेर मारेको छस्। हामी भोग्नेलाई के बित्या होला सोचिस्? जब आन्दोलनमा गएको भरमा युवाहरूले नगरे कसले गर्छ, हामीले नगरे कसले गर्छ, नेपाल आमालाई बचाउनु पर्यो। तिमीहरू भ्रष्ट नेताहरूले देश लुटेर खायौ। एउटै नेता 5-5 वर्ष कुर्सीमा बसेर के नीति नियम ल्याएको थियो? जति पनि युवा आन्दोलनमा गएको थियो नि सबको काँधमा झोला थियो। विदेश जान बाध्य कसले बनायो? तिमी भ्रष्ट नेताहरूले। एक युवाको काँधमा ब्याग देखाएको थियौ नि, विदेश जाने तयारीमा थिए। किन? तिमीहरूले देश बेचेर खाइसक्यौ। आफ्नो बुढो बुवा आमा त पाल्नु पर्यो। अरू केही विकल्प थिएन विदेश जाने बाहेक। विदेश जान्छौँ, दुःख गर्छौँ, आफ्नो बुढो बुवा आमा पाल्छौँ भनेर त्यो आन्दोलनमा जति पनि युवा आथे नि तिमीहरूले बनाएको नीति नियमबाट फ्रस्ट्रेट भएर मर्न र मार्न नडराएर विदेश गएर भोलि नेपाल फर्किम्ला, नेपाल आमालाई बचाम्ला भनेर गएका युवाहरू थिए। के थियो हातमा? बम थियो, खुकुरी थियो, के थियो हातमा? गोली चलाउनु पर्ने के थियो त्यति बेला? बता मलाई। किन चलाइस् गोली? यति सानो युवाहरू देखेनस्? दया लागेन? स्कुल ड्रेसमा आएथे, कलेज ड्रेसमा आएथे, दया लागेन? किन आएथे कलेज ड्रेसमा? कि गोली नचलाउलान्, शान्तिपूर्ण प्रोटेस्ट हो, गोली नचलाउलान्, इन्टरनेसनल लमा नै छैन, स्टुडेन्टलाई गोली हान्ने ल छैन भनेर स्कुल ड्रेस कलेज ड्रेसमा आएथे बस्ला भनेर। त्यही बच्चाहरूलाई ताकी टाउकोमा छातीमा गोली हान्न हात कापेन? तँलाई गोली चलाउन अधिकार दिने त्यो हक तँलाई कसले दियो? त्यो अधिकार तँलाई कसले दियो? हामीले नखाई नलाई हुर्काएको सन्तानलाई गोली हान्न आदेश दिने अधिकार तँलाई कसले दियो? र अधिकार पाए भन्दैमा अर्काको कलिलो फुल जस्तो सन्तानलाई गोली हान्न तेरो हात कापेन पापी? आदेश दियो भन्दैमा तेरो सन्तानलाई गोली चलाउन सक्थिस् त? अर्काको बच्चालाई हेर त। मेरो बुढो बुवा आमाले दसैँको मुखमा आफ्नो कलिलो छोराको हार्दिक श्रद्धाञ्जली लेखेको फोटो बोकेर घर आउनु पर्यो। छोराको श्रद्धाञ्जली लेखेको फोटो बोकेर घर आउनु पर्यो। मेरो बुवा आमाको एयरपोर्टमा त्यो चित्कार, त्यो रोदन जिन्दगी बिर्सिने छैन। तिमीहरूलाई म जिन्दगी माफ गर्दैन। के भन्यो? शहीद 15 लाख, शहीदको परिवारलाई 15 लाख एउटा ज्यानको 15 लाख तोक्ने तिमीहरू हाम्रो हिरा जस्तो बच्चालाई 15 लाखमा तोल्यौ। सारा नेपाली जनता मिलेर 1 रुपियाँ चन्दा उठाएर तिमीहरूलाई 15 करोड दिन्छौ। हाम्रो बच्चा फिर्ता दे सक्छस्? हाम्रो बच्चा फिर्ता दिन सक्छस्? लासको बदला लास चाहियो। तेरो 15 लाख अहिले फिर्ता लग, अहिले लग तेरो 15 लाख फिर्ता। हामीलाई लासको बदला लास चाहियो। त्यो दिन मेरो भाइसँग अन्तिम कल, कहाँ छस् भाइ? छिटो घर आइजो, गोली चल्दैछ, छिटो घर आइजो। आए दिजु चिन्ता नगर, कर्फ्यू लाग्सक्यो, गाडी कुर्दैछु, आए चिन्ता नगर भनेर बोलेको थियो मेरो भाइ मसँग अन्तिम चोटि। त्यो फोन कट गरेको 15 मिनट पछि मेरै भाइको फोनदेखि मलाई कल आयो। तपाईँ गौरव जोशीको को हुनुहुन्छ? गौरव जोशीको टाउकोमा गोली लागिसक्यो, नआत्तिकन आउनु। यो शब्द म बिर्सन सक्छु। मेरो कानमा गुन्जिन्छ यो शब्द। दिजु दिजु भनेर मेरो भाइले बोलेको अहिले मेरो भाइ फर्केर आउँछ जस्तो हुन्छ। मेरो भाइ मारिस, मेरो भाइ फिर्ता दे। तेरो 15 लाख होइन, तेरो 15 करोड लगेर जा। मेरो भाइ फिर्ता दे। मेरो बाबा आमाको हालत देखा छस्? कति सजिलो है तिमीहरूलाई? गोली ठोक्यो, शहीद घोषणा गरिदियो। तेरो बच्चालाई शहीद भएको हेर्न सक्छस्? तेरो बच्चालाई गोली ठोक्छौ, तेरो बच्चालाई शहीद भएको हेर्न सक्छस्? त कुपुत्र, त सन्तान भएको भए, त बाउ भएको भए, त अर्काको बच्चालाई गोली चलाउन आदेश दिन सक्थिस्? त आफै सन्तानहीन छस्, तँलाई अर्काको सन्तान मार्न के को डर? खुनको होली खेलेर आया हैनौ तिमीहरू?
17,000 मारेकै हो। एउटा भाषणमा 17,000 मारेकै हो। खुल्ले आम बोल्न सक्ने तिमीहरू मान्छे मारेकै हो, जनता मारेकै हो भनेर सत्तामा पुगेर तिमीहरू खुनको रङ्गोली खेलेर आएका। अझ पुगेन, अझ सत्ताकै माया, अझ कुर्सीकै माया। यति कलिला कलिला बच्चाहरूको टाउकोमा छातीमा गोली हालेर मारेका छौ। यिनीहरूको श्राप तिमीहरूलाई लाग्छ, त्यो कुर्सी छोडेर जाऊ। जस्तो देश चाहन्थे नि वीर शहीद नेपाल आमाका सपुत छोराहरू छोरीहरू, जस्तो देश चाहन्थे नि त्यस्तै देश बनाउन देऊ। तिमीहरू कुर्सीमा आउलाउ नि, आउलाउ सोचे आउलाउ, कुर्सीमा आउला, पहिलाको जस्तै भ्रष्ट गर्दा सोचे आउलाउ नि। अब शहीदका परिवारहरू, हाम्रो सन्तान मारिसक्यौ नि, अब हामीलाई मर्न र मार्न डर छैन। कहाँ आउनु पर्ने हो तिमीहरूलाई मार्न, तिमीहरूलाई सकाउन। अब हामी आफ्नो छातीमा गोली खाएर पनि आफ्नो बच्चालाई न्याय दिन तयार छौँ। बुझिस्? हाम्रो बच्चा के गल्ती थियो हाम्रो बच्चाको? किन मारिस? टाउकोमा गोली हानिस् तैले? के गल्ती थियो हाम्रो बच्चाको? बता। एउटा बुढो बुवा आमाको सहारा खोसिया छस् नि। मेरो घर कति अन्धकार छ, आएर हेरिस्? विदेश जान्छु भनेर सपना बोक्या मेरो बच्चालाई बीच बाटोमा ढाल्दा मेरो बच्चाको जिन्दगी तहस नहस पार्यो। मेरो बच्चाको सपना तहस नहस पार्यो। कति सपना थियो, लाउ लाउ खाऊ खाऊ भन्ने उमेर, यति कलिलो उमेरको बच्चालाई गोली हान्न आदेश दिने त पापी। त कहीँ गएर पनि तँलाई शान्त नमिलोस्। नेपालको नियम कानुनबाट त बस्नु पर्दैन, त सरेन्डर गर, त आइजो, मैले मार्या हुँ भनेर आत्मसमर्पण गर त पापी। त कहीँ गएर पनि बस्नेवाला त छैनस् हेर। भगवानको नियम कानुनबाट पनि बचेनस्, धरतीको नियम कानुनबाट त बचिस्, तेरो पैसा पावर चल्यो। भगवानको नियम कानुनबाट बचेनस् र तँलाई हामी छोड्दैनौँ। हाम्रो सन्तान मार्या छस् नि तैले, जब बोलीको भरमा आफ्नो नेपाल आमालाई बनाउँछौ, नेपाल आमा बचाउँछौ। तिमी भ्रष्ट नेताहरूले 5 वर्ष एउटै कुर्सीमा बसेर नेपाल आमालाई बेच्यौ, नेपाल आमालाई रुवायौ भनेर प्रत्येक घर वृद्धाश्रम बनाउँछौ तिमीहरूले। बुझ्यौ? सारा नेपाली जनतालाई विदेश पठाएर उनीहरूले पठाएको रेमिटेन्सले मोजमस्ती गर्ला सोचेका छौ नि। प्रत्येक घर तिमीहरूले वृद्धाश्रम बनाउँछौ। तिमीहरूलाई यति पाप गरेर त्यो कुर्सीमा आछौ नि। र आमा अहिलेको सत्तामा आउनु भएको छ नि आमा, हजुर एउटा आमा हो। त्यो पापीबाट त हामीलाई केही आश थिएन। एउटा सन्तान गुमाउँदा एउटा आमालाई कस्तो पीडा हुन्छ त्यो हजुरलाई हामीले बताउनु पर्दैन। हजुर आफै आमा हो। यी बच्चाहरूलाई न्याय दिने काम गरिदिनुहोस्। यी बच्चाहरूले कस्तो देश चाहेका थिए? घाइते असली जेन्जी भनेका जो मरे, जो घाइते छन्, उहाँहरूलाई सोध्नुहोस् कस्तो देश चाहिएको छ, कस्तो देश बनाउनु पर्ने हो। उहाँहरूले भने जस्तै देश बनाइदिनुहोस्। हाम्रो बच्चाको आत्मा शान्त हुने काम गरिदिनुहोस्। त्यो 15 लाखले हामी खुसी हुनेवाला छैनौँ। त्यो 15 लाख रुपियाँ अहिलेका अहिले लग्नुहोस्। हामी सबको बच्चा फिर्ता दिनुहोस् कि लासको बदला लास दिनुहोस्। हामीलाई लासको बदला लास चाहियो। मेरो भाइ फिर्ता दिन सक्नुहुन्छ? मेरो बुढा आमा बुवाको छोरा फिर्ता दिन सक्नुहुन्छ? हाम्रो परिवारको रोदन कसले बुझ्ने? कसले बुझ्या छ? बालेन सर उमेरको हद पुगेन भनेर आउनु भएको थिएन। अन्त्येष्टिमा आउनुहुन्छ भन्ने एकदम आश थियो, त्यो आश पनि मर्यो। हाम्रो बच्चालाई न्याय दिनुहोस्। अन्त्येष्टिमा आउन सक्नु भएन, त्यो हजुरको कारण के थियो त्यो हजुरलाई थाहा होला। तर अहिले हजुर कुर्सीमा हुनुहुन्छ, पदमा हुनुहुन्छ, कहाँ गएर हुन्छ, के गरेर हुन्छ, हाम्रो बच्चालाई न्याय दिने काम गरिदिनुहोस्। यी शहीदहरूले जस्तो देश चाहेका थिए त्यस्तै देश बनाइदिनुहोस्। अब खुनमाथि राजनीति हुनु भएन। यति कलिला बच्चा मार्नु भएको छ, अब खुनमाथि राजनीति हुनु भएन। हाम्रो बच्चाले जस्तो देश चाहेका थिए त्यस्तै देश चाहियो हामीलाई। असली जेन्जी भनेको जति घाइतेहरू छन् र जति शहीद भए नेपाल आमाको सपुत छोरा हुन्। र मलाई गर्व छ यस्तो सपुत छोराको दिज्जु हुनुमा। मलाई गर्व छ, गर्व। मेरो भाइ गौरव जोशी जस्तो नाम त्यस्तै काम गरेर गयो, अमर भयो मेरो भाइ। नेपाल आमाको सपुत छोरा मेरो भाइ नाम अनुसारको काम गरेर गयो। मलाई गर्व छ मेरो भाइको दिज्जु हुनुमा, वीर शहीद गौरव जोशीको दिज्जु हुनुमा।